guys, welcome to Rubinaको vlog and हामी चाहिँ आज स्कुल गर्न जाँदैछौँ है। मान्छे नभइदिनु यत्रै फोटो हाल्ने हो मलाई त अहिले यति हाल अनि किचनमा हाल्दियो भने के गर्न नास्ति मासु हालेर फोटोहरू अलिअलि खिच्यौँ। त्यसपछि अब चाहिँ हामी झर्ना जान लाग्यो। कतिजना त गइसके साथीहरू 3 जना त होइन 4 जना गए। हामी चाहिँ पछि फाइनली हामी यत्रो हिँडेर
बल्ल बल्ल झरना देखिने ठाउँमा आइपुग्यो। यस्तो उकालो चढ्ने राति पछि आउँदै अगाडि पुगिसकेको छ। यहाँबाट चाहिँ म कन्टिन्यू गर्छु। हामी यसरी यस्तो यस्तो बाटो हुँदै यहाँ चाहिँ हाम्रो मधु प्राप्ति मधु अनि हामी चाहिँ आज शङ्कर झर्ना जान लागेको। उता माथि पुगिसक्यो केटीहरू, प्राप्तिहरू म चाहिँ लास्टमा छौँ। सो हाम्रो झरना चाहिँ यही हो। प्राप्ति अगाडि गइसक्यो। गाइस हामी चाहिँ सानो भए पनि यस्तो दामी छ होइन। डल्लाको झरनाबाट यही हो झरना चाहिँ। पत्ता लगाएर चटपटहरू बनाएर खाने। गाइस पानी पर्यो त्यस्तो होइन। गाइस पानी पर्यो हामी चाहिँ यहाँ यो ओडामा बसिरहौँ होइन। यहाँनिर चाहिँ अब आगो बाल्ने चटपटहरू बनाउने होइन। सबजना भित्र प्राप्ति चाहिँ यहाँ छाता ओढेर बसिरहे। म चाहिँ यहाँ छु यतानिर बसेको। अब हामी फेरि बाहिर बसेर जाने भनेर बस्यो भने कहिले जीवनमा रमाइलो गर्न पाइँदैन। लगेर बस्ने होइन।